स्वागत छ साथीहरू मेरो युट्युब च्यानलमा तपाईहरुलाई। आज म ससुरालीतिर जाँदै छौं। हाम्रो दुईटा छोरी अनि हामी श्रीमान श्रीमती जाँदै छौं। आजको यो ब्लग तपाईहरु हेरेर साथ सपोर्ट गर्दिनु होला। मन पर्यो लाइक गर्दिनु होला, शेयर गर्दिनु होला, सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गर्दिनु होला। हुन्छ, आजको ब्लग हामी सुरु गर्ने छौं। तपाईहरु हेर्न सक्नुहुनेछ। ल हाम्रो गेस र आहाना बस पार्कमा आइपुगेछन्। चस्मा पनि लगाएको छ गेसले अनि आहानाले पनि लगाएको छ गेले। जाने गाडी पनि रेडी भएको छ। सिट छैन जस्तो छ। मामा घर गएर के खाने भन्दै त हाम्रो गाईजहरूलाई के खान्छौ? के खाने? चिची पापा खाने भन्दै नि। चिची खाने हो हामी त बङ्गाली भन्दै। चिची खाने चिची पापा मंगो त हेर्दैछु रे। अरे नाइ के खान्छ तिमी भन त? जामे चिची पापा ए आको कसले कसको मेरो देखिए सही जामे कुरुची जाउँदा चस्मा चाहिँ लाउने हो, नाकमा कि मुखमा लाउने हो। ल साथीहरू, अब हाम्रो यात्रा सुरु हुँदैछ। गाडीमा बसिसकेका छौँ हैन। चस्मा लाएर राम्रो देखेछ। हजुरहरूलाई कस्तो लागिरहेछ कमेन्ट गर्न नभुल्नु होला। ग्रेस र आहानालाई कमेन्ट गरिदिनु होला है छोरी। ल गाडी साथीहरू, हामी नुवाकोट आइपुग्यौँ। अब यहाँ हामी झरेर यहाँ हिँड्दैछौँ। अगाडि हाम्रो ससुरा बुवा हुनुहुन्छ, बोरा झोला बोकेर जाँदै हुनुहुन्छ। अनि छोरी पछाडि म पनि पछाडि छु अनि मेरो श्रीमती झन् पछाडि नै छ। हामी अब जाँदैछौँ घरतिर। यो रोडदेखि अलि भित्र छ अनि हामी हिँड्दैछौँ। हेर्नुहोस् यहाँ कोदो लागेको छ। यहाँ देख्नुहुन्छ कोदो पनि फलिरहेछ। आउँदा रमाइलो भयो बाटोमा, खुसी लागिरहेछ किनकि 2 वर्षपछि म ससुराली आएको छु। त्यही भएर खुसी लागिरहेको छ। ल आहाना मामा घर आइपुग्यो। भेट्न आमासँग भेट्न गयो। छिटो छिटो हिँडेछ त आहाना। मामा घर खुसी भएछ। खुसी भएछ त आहाना। खुसी भएर हिँडेछ अगाडि। के हो तुन फुस्क्यो? पुग्यो
के कहाँ छ मैले देखेँ कि छैन नि कहाँबाट देखिरहेछ हेर्न पछि देखिन्छ अहिले अँध्यारो हेर्नु ए धुन घामले गर्दा घामले टल्केर नदेख्यो कि मैले त्यसमा पछि देखिन्छ चस्मा लगाएको देख त अब देख्छ यो कालो छ फेरि कुन यही जाम थियो होला अलिअलि हिजो भन्दै थियो त्यही भएर आज जाम किने राम्रो भएको सारा हजुर आमा कता टिभीमा तुना फुस्किया गरेछ त चिप्लो खान्छ हिजो त कति हिँडेको 1 किलोमिटरै होला बजार जाँदाखेरि ल मामा घर पनि आइपुग्यो अहिले बाबाले बनाइदिनु एउटा त छ एउटा